Light a good morning. यो भित्र छिर्नलाई चाहिँ पैसा पर्ने रे आमाले पैसा दिँदैन यस्तो दामी छ क्या आमा मलाई दामी लाग्यो के नेपालोङ भनेको चाहिँ के हो रे भन्दाखेरि यो चाहिँ 9 नम्बरको राजा हैन दाइ 9 नम्बरको राजाको आमाको नाममा चाहिँ यो युनिभर्सिटी खोला रहेछ सो चाहिँ हामी खाना पसलमा आइसक्यौँ अब खाना खानुपर्छ यहाँ थाइल्यान्डमा चाहिँ यस्तो हुन्छ है खानाहरू नेपालमा चाहिँ दाल भात अचार हैन सबै टक्क थपी खाना मिल्छ हैन टक्क किनेपछि थपी झ्याम खाना मिल्छ नि तर यहाँ चाहिँ मिल्दैन क्या यहाँ ठक्क हुन्छ एउटा प्लेटको 40 50 25 यस्तो हुन्छ क्या अन्त यति खाएपछि थप्न पाइँदैन क्या थप्यो भने फेरि पैसा हो क्या नेपालमा पनि फेरि दिएन दिएन फेरि ल्याएर फिर्ता दिनुपर्छ यो ओके आयो हाम्रो गाडी रोड सङ्ख्या चढ्यो है त बस ल हामी जान्छौँ ओके हामी चाहिँ आइपुगिसक्यौँ यो गुफामा यो गुफा चाहिँ पहिला केही चलेको थिएन यस्तो नि केही थिएन होला यो चल्नु कारण चाहिँ कतिजना रे दाइ 12 जना पुच्चे होइन 12 कि 13 जना रे 13 जना पुच्चेहरू फुटबल सुटबल खेलेर टक्क लाएर यो गुफामा घुम्न आउने बेला तिनीहरू हराएको कति दिनसम्म हराएको रे 14 दिन हराएर अनि खोज्दा 14 दिनसम्म खोजेर बल्ल भेटाएको क्या सो आर्मी पुलिस बाहिर विदेशबाट पनि मान्छे बोलाएको थियो है अनि तिनीहरूले पठाएर यस्तो गरेको त्यही भएर अहिले ठाउँ फेमस छ मान्छेहरू घुम्न आउँछ अनि यो मान्छे चाहिँ बितेको कस्तो भने बचाउन जाँदाखेरि होइन त्यो गुफाभित्र पानी पनि के पनि छ क्या यसको अनि फिल्मै बनाएको छ होइन डकुमेन्ट्री फिल्म बनाएको होइन यसको डकुमेन्ट्री फिल्म पनि बनाएको छ नेटफ्लिक्समा यस्तोमा हेर्न पाइन्छ खाना हराएको 13 जना पुच्चेहरूको फोटो चाहिँ यिनीहरू टक्क फुटबल सुटबल खेलेर साइक्लिङ गर्दै केटीहरू आएको छ हराइदिएर यिनीहरू लाइट अ गुड मर्निङ उठिसक्यो त हामी उठेर मुखसुख धोएर अब नुहाउने चलन त छैन बेलुकै नुहाएको त्यही भएर सो अब हामी जानलाई रेडी भइसक्यो मुख धोए रेडी केही लाउनै पर्दैन कपाल यस्तो छ हालत अब आधी घन्टापछि हिँड्ने 7 साढे 7 भयो 8 बजी हिँड्ने भनेको छ सो त्यही गुफामा जाने होला त्यही गुफामा त जाने होला होइन दाइ जान्छ तिनीहरूले जे भने त्यो कहिले कहाँ जाने भने हामीले भने जस्तो हिँड्न पाउँदैन अब अरूको अन्डरमा हिँड्ने सो हेरौँ कहाँ जान्छ हामी बिहानै उठेर पनि आइसक्यौँ होइन टक्क अहिले चाहिँ हामी मेफालुङ यो चाहिँ युनिभर्सिटीको नाम हो मेफालुङ युनिभर्सिटी होइन यहाँ विद्यार्थीहरू यस्तो हिँड्नको लागि यस्तो खाले सुविधा के यत्रो ठुलो छ युनिभर्सिटी ओ माई गड के गर्नु पुरै छोडिदिने यस्तो गाडी नि कतिवटा छ क्या त्यही विद्यार्थीहरू जस्तै घुम्न लागि योमा यही जस्ट युनिभर्सिटीमा मात्र घुम्नको लागि त्यस्तो गाडी अनि यो चाहिँ चाइनिज स्टुडेन्टहरू हुन्छ नि पढ्नको लागि चाहिँ चाइनिज क्लासहरू लिने ठाउँ चाहिँ पुरै चाइनिजै जस्तै क्या पुरै त्यो के भन्छ स्ट्रक्चरहरू हुन्छ नि घरै त्यस्तो खाले बनाएको छ कि सही छ क्या अन्त यो भित्र छिर्नलाई चाहिँ पैसा पर्ने रे आमाले पैसा दिँदैन हुन्छ एकजनाको 10 रुपियाँ नेपाली 30 रुपियाँ भनौँ न सो यति घुम्नलाई युनिभर्सिटीभित्रै हो नि डोनेसन बक्स त रहेछ तर सही छ क्या युनिभर्सिटीमा होइन नेपालमा त मैले एउटा पनि युनिभर्सिटी देखाएको छैन क्या अलि राम्रो खाले त सुनेको भनेको एउटामा नाम मात्र छ त्रिभुवन युनिभर्सिटी सही छ खापम आचान झ्याक खाइलो ब्लक सही छ क्या आम्मा कसम युनिभर्सिटी भने युनिभर्सिटी के भन्छ यो चाइनिज भाषाहरू पढ्ने ठाउँको लागि मात्र हल्का हुन्छ नि चाइनिज स्टुडेन्टहरू भनौँ न थाईकै स्टुडेन्ट कि अरू स्टुडेन्टहरूको लागि यस्तो दामी ठाउँ छ यहाँ सेम चाइना जत्तिकै सही छ यस्तो दामी छ क्या आम्मा मलाई दामी लाग्यो क्या पुरै के भन्छ चाइनामा आएको जस्तै भाइब्स दिने क्या पुरै चाइनिज पुरै बिल्डिङहरू पनि पुरै चाइनिज स्टाइलको होइन यो राखेको रातो छ नि
पुरै भाइब्स चाहिँ आउने क्या पुरै चाइनामै छु जस्तो हेर्नु न यता पनि त्यो के भन्छ छाना पनि के चाइनिज स्टाइलको है सबै टक्क पानी सानी सर्र त्यसरी गइरहेको छ यो झ्यालहरू पनि चाइनिज स्टाइलको हुनु दामी छ ल हाम्रो त यहाँ फोटो खिच्दैछ सेम चाइनिज भाइब्स छ यहाँबाट मेरो फोटो खिच्दियो ल अहिले चाहिँ दाइले मेरो लागि थम्बनेलको लागि फोटो खिच्दैछ पछाडिको ब्याकग्राउन्ड चाहिँ सही आउँदो रहेछ कि यताबाट सो यहाँ चाहिँ अहिले स्टुडेन्टहरू पढ्न आउनु थालिसक्यो क्लासहरू भित्र क्लास हो क्या यता क्लास छ उयो पनि क्लास हो म तपाईँहरूलाई देख्छु यहाँ डस्टबिनहरू रहेछ यहाँ पानीहरू खानको लागि यो माथि पनि क्लास छ यो चाहिँ चाइनिज क्लासको लागि यो चाहिँ क्लासरुम है त चाइनिज पढ्ने यो चाहिँ कस्तो सो चाइनिज फोटोहरू राखेको छ यो चाहिँ चाइनिज पढ्ने क्लासरुम विद्यार्थीहरू आउनु थालिसक्यो पढ्नलाई बिहानै आएको नि त हामी सो विद्यार्थी जाउँ विद्यार्थीहरू पढ्न आउनु थालिसक्यो ड्रेस लाएर राम्रै छ ओके अब चाहिँ हामी फर्किँदैछौँ यहाँ युनिभर्सिटी गाडी सही लाग्छ मलाई यस्तो खाले गाडीमा चढ्न लास्ट मजा लाग्छ सर्र हावाहरू आउँछ ल अब यहाँ घुमेर पनि सक्यौँ अब अर्को डेस्टिनेसन एउटा अझ एउटा ठाउँ घुम्न बाँकी छ होला त्यसपछि चाहिँ हामी जान्छौँ फर्केर घर हाम्रै रुमतिर हाम्रै नाममा जान्छौँ यही हो युनिभर्सिटी मेफालुङ 26 इयर्स भएको यो खोलेको के हो MFU 26 years คือแปลว่าอะไรครับจัน26 years แปลว่าอะไรครับ26 ปีแล้วไงอันนี้เปิดมา26 ปีแล้วใช่ไหมครับเปิด2-3ไงमभन्दा 3-4 वर्ष अगाडि जन्मेर रहेछ नि त यो युनिभर्सिटी सो मेफालुङ भनेको चाहिँ के हो अरे भन्दाखेरि यो चाहिँ 9 नम्बरको राजा होइन दाइ 9 नम्बरको राजाको आमाको नाममा चाहिँ यो युनिभर्सिटी खोला रहेछ सो अनि यो लोगोहरू पनि 9 नम्बरको राजाको आमाको छ अरे सो त्यही हो त्यही भएर डेन्जरอันดับ 2 ของโลกके भन्छ विश्वकै 2 नम्बरमा पर्छ अरे त्यो पढाइ चढाइमा चाहिँ यस्तोमा चाहिँ थाहा भएन होइन तर राम्रोमा चाहिँ सफा सुगर होइन हल्का एरिया ठुलो अनि राम्रो अन्डाप सङ भनेको चाहिँ 2 नम्बरमा यो विश्वकै एकचोटि परेको थियो अरे सही छ तर यत्रो ठुलो छ क्या ठाउँ यहाँ यो अहिले हामी सब यो युनिभर्सिटीमा हिँड्दैछौँ यस्तो दामी बाटो छ अनि सफा छ क्या चाहिँ हामी खाना पसलमा आइसक्यौँ अब खाना खानुपर्छ यहाँ थाइल्यान्डमा चाहिँ यस्तो हुन्छ है खानाहरू नेपालमा चाहिँ दाल भात अचार होइन सबै टक्क थपी खाना मिल्छ होइन टक्क किनेपछि थपी झ्याम खाना मिल्छ नि तर यहाँ चाहिँ मिल्दैन क्या यहाँ ठक्क हुन्छ एउटा प्लेटको 40, 50, 25 जस्तो हुन्छ क्या अन्त यति खाएपछि थप्न पाइँदैन क्या थप्यो भने फेरि पैसा हो क्या नेपालमा चाहिँ 200-300 कति लिन्छ मासु भात भयो भने चाहिँ अलिक महँगो लिन्छ होइन यहाँ मासुहरू यत्र बुङ्गुरको थाइल्यान्ड भनेको बुङ्गुरको मासुको लागि चाहिँ डेन्जरै हो क्या सो यहाँ चाहिँ यसरी खान्छ क्या टक्क खायो त्यसपछि गयो एक प्लेट खाएपछि पुग्यो 50 रुपियाँ तिर्ने बुङ्गुरको मासु आउँछ त्यसपछि 50 रुपियाँ प्लेट चाहिँ बुङ्गुरको मासु अनि कफाउ भनेको चाहिँ त्यो नेपालमा हुन्छ नि तुलसीको पत्ता अनि त्यसपछि भात बुङ्गुरको मासु अनि त्यसपछि एउटा अन्डा यतिको 50 रुपियाँ नेपाली यति भनेपछि 50 भनेको नेपाली 150-200 पर्यो त्यति भएपछि पुग्यो क्या हाम्रो गाडी यहाँ राखिसक्यो अब हामी खाना चाहिँ आइसक्यो दिपेन दाइको रुमहरू चाहिँ सेम यता नि खाँदैछ 2 जना उनीहरूको चाहिँ अर्कै हो अहिले चाहिँ हामी हाम्रो गाडी पार्क गरेर उता यो पार्क गर्न चाहिँ फ्री हिजो गएको ठाउँमा चाहिँ 40 रुपियाँ लिन्थ्यो अब यहाँबाट चाहिँ हामी गाडी चढेर जानुपर्ने र यहाँ स्टेसन भनौँ न अब गाडी आउँछ रोड सङ्ख्या हो भनेको चाहिँ कस्तो भने गाडीको दुईपट्टि बस्नु मिल्ने सङ भनेको चाहिँ 2 हो यहाँ म्युजिक बजाइदिइरहेछ सो अब हामी गाडी चढेर लगभग 1 किलोमिटर जति छ टक्क माथि यहाँ टिकट काटिसक्यो हाम्रो दिपेन्द्र दाइले टिकट कति हो एउटालाई खाना
एउटा टिकटलाई कति एउटा 20 ठिकै हो खै 20 को पनि फ्री दिएन दिएन भने नि तपाईँले अचार भनेर मासको दालले त फ्री दिनुपर्ने त जहाँ पनि फ्री हुन्छ त भन्तेलाई त भन्तेलाई फ्री नदिँदा यो कार्ड यस्तो कार्ड फेरि आएर फिर्ता दिनुपर्छ यो ओके आयो हाम्रो गाडी रोड सङ्ख्या चढ्यो है त ल बस 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 यति जानु ल हामी जान्छौँ त माथि पुगेपछि भिडियो बनाउँछौँ फेरि यो मान्छे चाहिँ बिटा भएर यो मान्छेको चाहिँ मूर्ति राखेको चाहिँ यसरी टक्क मुहहरू राखेर दामी बनाइदिएको रहेछ मूर्ति नेटफ्लिक्समा फिल्म पनि हेर्न मिल्छ यसको बारेमा चाहिँ है त गाइस हजुर अहिले खिच्नुपर्छ अहिले आएर फर्केर आएर अब पहिला गुफामा हेरौँ न कस्तो रहेछ ल अब गुफामा गएर खिच्यो यो चाहिँ हिँड्ने बाटो मान्छे विदेशीहरू पनि घुम्रहेको छ गुफा चाहिँ आइपुग्न लाग्यौँ है यहाँ चाहिँ पूजा सुजा गर्ने यताउता छ गुफा आइपुग्न लाग्यो अनि कोही मान्छेलाई केही भयो भने होला मेडिकल किटहरू त छ पूजा गर्ने त्यही हो गुफा आइपुग्नु लाग्यो यहाँ छ यहाँ चाहिँ लेखेको छ यसको बारेमा यो गुफाको बारेमा लेखेको छ इङ्ग्लिसमा पनि छ यही हो गुफा चाहिँ मैले चाहिँ त्यो समाचार आउने बेला चाहिँ हेरेको थिएँ होइन थाईमा पुरै फेमस भएको छ नेपाली पनि कुन चाहिँ युट्युबमा कसले यसको बारेमा भनेको छ कि मैले ठ्याक्कै याद आएन कुन युट्युब च्यानलले भनेको थाहा भएन तर छन चाहिँ छ नेपालमा चाहिँ भगवान् बुद्ध जहाँ पनि भगवान् बुद्ध राखिहाल्छ कि डेन्जरै रहेछ त गुफा नि यहाँ छ फुच्चेहरू कसरी हराएको भनेर कि यहाँ छ फुच्चेहरू कसरी हराएको होइन यसरी तिनीहरूको साइकलहरू रियल त्यो फुच्चेहरू यहाँ साइकल राखेर होइन त साइकल राखेर घुम्न गएको त्यो यो न्युजहरू आउने बेलाको भने चाहिँ यसरी मान्छेहरू बचाउनको लागि आएको यहाँ चाहिँ गाइड पनि छ अहिले गाइडहरू यता छ भन्दैछ यसरी बचाएको साइकल अझ पनि रहेछ 14-15 दिनसम्म होइन खाना नखाइकन यस्तो गर्दा नि बचेको क्या मान्छे डेन्जर साइकल अझ नि यहीँ छ यता छोडेर गएको कस्तो गुफा छ त अनि त्यो कुच्चीहरूको कपडाहरू सबै ल्याएर राखेको छ सो गर्नको लागि फुटबल खेलेर हो नि कुच्चीहरूको झोला पानीहरू यहाँ जे भेट्यो नि त्यो चाहिँ सँगालेर राखेको क्या यो चाहिँ रियल अब तिनीहरूको लिएर आएर राखिहाल्छ नि यो त अनि अहिले फेमस ठाउँ भइसक्यो नि त त्यही भएर तिनीहरूले सबै जुत्ताहरूले तिनीहरूले लगाएको जुत्ताहरू सबै यहाँ छ त्यो त्यति बेला पनि मान्छे आउन नमिलेको सुताहरू ल्याएको भित्र पानी यस्तो डेन्जर छ अनि यसरी त्यति बेला त्यो पानी पर्ने महिना थियो होइन सबैसबै अहिले बत्ती सत्ती हालेर दामी बनाएर रहेछ यहाँ यस्तो रहेछ पानीलाई डेन्जर रहेछ त अनि कसरी नहराउने भोलि पानी थियो होला पानी पर्ने महिनामा बर्खा महिनामा त हराएको यस्तो डेन्जर छ अनि यहाँ रहेछ फोटो फेरि कसरी के भनेर यो बचाउन आएको मान्छेहरू सब फोटोहरू कस्तो खाले थियो भन्दाखेरि यस्तो हालेको थियो कि फुच्चीहरू कहाँबाट हराँदा है यहाँ हेर्न आउँछ देवीलाई देवीलाई यहाँ हेर्नु न यस्तो हो कि यस्तो पानी छ नि कहाँ हो यो हराएको यस्तै त हो नि अहिले यस्तो भित्रबाट पानी एरिया डेन्जर छ हो पानी पऱ्यो भने अँध्यारो छ है देखाएको छ कि नै जो अहिले चाहिँ बत्ती सत्ती राखेर थाइल्यान्डलाई चाहिँ कसरी प्रमोट गर्ने यिनीहरूलाई डेन्जर थाहा छ क्या टुरिज्मको बारेमा त्यत्तिकै वर्ल्डमा नम्बर 1 पर्दैन नि यति धेरै टुरिस्ट आउँछ थाइल्यान्डमा कति लाखौँ लाख आउँछ यार यसरी
यो भरि यस्तो पानी थियो भने कसरी निकाल्नेमा उद्धार गर्ने मान्छेहरू लास्टै गाह्रो भएको थियो नि। यस्तो छ त यस्तो एरिया है। लङनुङ यहाँ एकजनालाई भेटेको कि के हो त यहाँ चाहिँ? यहाँ चाहिँ एकजनालाई भेटेको ठाउँ। यो चाहिँ एकजनालाई भेटेको ठाउँ होइन दाइ? दाइ खै यहाँसम्म गएको मुलाहरू हामी अघिदेखि आएको यहाँ जम्मा हामी यहाँ आएको। त्यो पुच्चीहरू पुग्यो भने यहाँ हराइहाल्छ नि यसरी त नि। अहिले हामी भर्खरै यहाँ आइपुग्यो। यहाँ छ ओहो सकिँदैन जान। 2 किलोमिटर हिँड्नुपर्ने। यहीँसम्म मात्र आउनु मिल्यो हामी। हामी जम्मा हिँडेर जम्मा त्यत्रो हिँड्यो यहाँ आइपुग्यो होइन। त्यो पुच्चीहरू बनाएको यहाँ हुँदै यहाँ कति किलोमिटर रे दाइ? 2 किलोमिटर। यो लास्टको सम्म कति? 2 किलोमिटर 2.5 किलोमिटर जति हिँड्यो। आम्मामा हराइहाल्छ नि। गुफामा हराएको 13 जना पुच्चीहरूको फोटो चाहिँ यिनीहरू टक्क फुटबल सुटबल खेलेर साइक्लिङ गर्दै केटीहरू आएको त हराइदिएर यिनीहरू यही साइकलहरू यहाँ त साइकल 1 2 3 4 5 12 13 त यहाँ साइकल त्यत्रो छैन। 1 2 4 5वटा साइकल छ। अनि यो चाहिँ डोनेसन बक्स पुच्चीहरूको चप्पलहरू यताउता। अनि यहाँ युज भएको यो के भन्छ अक्सिजनहरू सबै त राखेको छ नि ठिक्कको जे होस् मान्छेलाई थाहा होस् भनेर। कस्तो डेन्जर छ त अनि नो वे चाहिँ बच्चाहरूलाई यहाँ बचाउन आउँदाखेरि सहिद हुनुभएको बित्नु भएको त्यो पानी यताउतामा है अक्सिजनहरू बोकेको हेलमेटहरू बोकेको छ टक्क पत्तीमा बनाएर राखेको छ। उहाँ चाहिँ उद्धारको क्रममा बित्नु भएको। अनि भित्र चाहिँ म्युजियम पनि रहेछ गाइस। ओके बाई बाई। गुफा चाहिँ इक्जाम्पलको लागि के जस्तै हामी त्यहीँसम्म त सबै पुग्न सकिँदैन नि त। हेलिकप्टर धरि लगाएको क्या यहाँदेखि उता। अनि त्यो चाहिँ सर्टकट्टीमा भनौँ मान्छेलाई बुझ्नको लागि चाहिँ यो चाहिँ सानो गुफा। हामी अघि चाहिँ रियल गयो, यो चाहिँ नक्कल। यहाँ पुच्चीहरू आएको साइकल पार्क गरेको यहाँ थाहानहरूले हेल्प गरेको यो सबै यसरी चाहिँ सर्टकटमा टक्क लाएर देखाउँदैछ। यहाँ चाहिँ यसरी यस्तो सामान लगाएर बचाउनु गएको भनेर यस्तोमा बिरामी पुच्चीलाई चाहिँ यस्तोमा हालेर ल्याएको। यो सर्टकटमा सही हो क्या। थाइल्यान्ड यिनीहरूलाई बिजनेस आइडिया लास्ट थाहा छ क्या। यिनीहरू डेन्जर हो क्या थाइल्यान्ड है। यिनीहरूलाई थाहा छ क्या बिजनेस कसरी गर्ने भनेर। कतिसम्म टाढै छ कि क्या हो दाइ? यसरी मान्छे बचाउनु गएको पुच्चीहरूलाई यहाँ भेटेको है यसरी बसेको भेटेको सेम जस नेटफ्लिक्समा नि हेर्न पाइन्छ मुभी नै छ है। यसरी भेटेको पुच्चीहरूलाई त्यही हो छोटकटीमा छोटो मिठो यसरी बनाएको सही हो कि। बिजनेस आइडिया चाहिँ डेन्जर हो क्या। मलाई त्यही मनपर्छ। कस्तो भने यति बेसी यो ठाउँ पहिला चलेकै थिएन, अहिले यसरी चल्न थालेपछि कसम बाटोघाटो पुरै पिच गराएर होइन यस्तो भवनहरू ठडाएर है। अब होइन मान्छेहरू हजारौँ आउँछ। अब टिकट लिन्छ हेर्नु यताको। अनि थाइल्यान्डको अर्को राम्रो भनेको चाहिँ गाउँलेहरूलाई फाइदा हुन्छ क्या। अब यस्तो ठाउँ भएपछि यहीँको गाउँलेको मान्छेहरूले जागिरहरू पाउँछ क्या। जस्तो त्यो गाडी चलाउनेदेखि लिएर फुलहरू बेच्ने, कुनैले फोटो खिचेर दिने, यस्तो काम गरेर जे होस् यहाँको गाउँले मान्छेहरूलाई पनि त पैसा आउने बाटो पनि त त्यस्तो गरिदिन्छ क्या थाइल्यान्डले। हेर्नु यस्तो डेन्जर भवन बनायो। कति वर्ष 2 वर्ष कि 3 वर्षभित्र। नेपालमा भयो त 20 वर्ष हो नि यस्तो नेपाल भन्नु त्यस्तो फेरि स्वर्गै छन् त कसम बनाउनु नसकेर जाठाहरूले।
दिक्क लाग्छ मासला आफ्नो देश सम्झिँदा कहिले नेटफ्लिक्समा चलाइदेखि यिनीहरूले पनि फिल्म हेरेर होला विदेशीहरू पनि टन्नै विदेशी मान्छे धरि आएको छ टन्नै विदेशबाट पनि आउँछ ल हामी फर्किन्छौँ यति हो अब हामी फर्किँदैछौँ यहाँबाट हाम्रो डेस्टिनेसन भनेको अब सिधै हामी हाम्रो ठाउँ नान जान्छौँ सो मेरो भिडियो गाइजहरू यति नै तपाईँहरूलाई राम्रो लागेमा डोन्ट फर्गेट टु लाइक शेयर एन्ड सब्सक्राइब अन माई युट्युब च्यानल इफ यु गो नेपाली टु बाई बाई सी यु इन द नेक्स्ट ब्लग गाइज